गर्नुहुन्छ हजुर गर्नुहुन्छ हो यस खोइ कपी ल्याउनुहोस् न त गिभ मी कप या पेन्सिल खै त हजुरको दिदी भन्नुहोस् अनि हजुरको पेन्सिल दिदीसँग खोइ मागेको त कसरी माग्नुपर्छ दिदी देऊ न पेन्सिल गिभ मी पेन्सिल गिभ मी पेन्सिल फर्स्ट कम हियर ल हजुर लेख्नुहोस् के लेख्न हजुरलाई के आउँछ हजुर कतिमा पढ्नुहुन्छ नर्सरी नर्सरीमा यस हजुरको नाम के हो व्हाट इज योर नेम माय नेम इज माई नेम इज माइनगिरी व्हाट इज योर स्कुल नेम हैप्पी किसा हैप्पी किड्स यस यस व्हाट इज योर फ्रेन्ड नेम हजुरको फ्रेन्डको नेम के हो चिन्टु चिन्टु यस हजुर के लेखिरहेको खोइ राम्रोसँग लेख्नुहोस् न ए फोर एप्पल लेख्नुहोस् यता लेख्नुहोस् अनि मामुलाई देखाउनुहोस् यता राख्छु हजुरको म्यामले के सिकाएको छ ल लेख्नुहोस् पहिला ए लेख्नुहोस् यता माथिबाट लेख्नुपर्छ नि के हो त्यो टपरिटा 5 होइन टपरिटा हो र यहाँ लेख्नुहोस् पहिला ए लेख्नुहोस् ए लेख्नुहोस् ओके ए यता हो कस्तो लेख्छन् ए 5 अब ए लेख ए लेख्नुहोस् हजुरले के सिक्नु भएको छ ए फर एप्पल ए फोर एप्पल यस ल लेख्नुहोस् ए फोर एप्पल गुड वाउ मेरो बाबुले ए फोर एप्पल लेख्नुभयो अब बी फोर बल लेख्नुहोस् बी फोर बल ओहो बल बी फोर बल यस्तो हुन्छ हजुरले उल्टो लेख्नुभयो नि सुल्टो लेख्नुहोस् यो मेटेर मेट्नुहोस् ल उठ गिभ मी द पेज मेट्नुहोस् सुल्टो लेख्नुहोस् 5 त्यो 5 हो गुड पढ्ने मन लाग्छ नि हजुरलाई किताब आउँछ यस बी फर बल अझै उल्टो लेख्नुभयो यस्तरी हैन सन्नु यस्तरी ओके यसरी हैन भने 1 बी फोर बल लेख्नुहोस् 1 हजुरलाई सन्डे मन्डे आउँछ खोइ भन्नुहोस् त उठेर माथि यता हेरेर मन्डे ल भन्नुहोस् जोडले ल भन्नुहोस् म गर्न दिनु पहिला राम्रोसँग सन्डे मन्डे भन्नुहोस् त खै गोलो खै भने कि सन्डे मन्डे बाबु के बनाएको हजुरले त्यस्तो ल सन्डे मन्डे भन्नुहोस् त मलाई सिकाउनुहोस् त ल हजुर सन्डे मन्डे भन्नुहोस् त सन्डे सन्डे मन्डे मन्डे ट्युसडे वेडनेसडे थर्सडे फ्राइडे फ्राइडे पछि सटरडे आइतबार सोमबार भन्नुहोस् आइतबार सोमबार मङ्गलबार बुधबार शुक्रबार बिहिबार खै त बिहिबार शुक्रबार मात्र हो शनिबार फेरि एकचोटि नोज हजुरको नोज देखाउनुहोस् नोज आइज माउथ टिथ टङ इयर हेड forehead finger hand leg
लेग गुड बेबी